सम्पूर्णमा मेरो नमस्कार। म मिलन अर्याल। म आज वालिङ 14 गाईडाँडामा रहेको खनाल बाख्रा तथा पशुपक्षी फार्ममा छु र मसँग हुनुहुन्छ यस फार्मको संस्थापक श्री खेमराज खनाल। उहाँलाई स्वागत गरौँ। नमस्कार। सन्चै हुनुहुन्छ नि? एकदम आरामै हुनुहुन्छ? सन्चै आराम। अनि यो फार्मको अवस्था कस्तो छ तर? फार्मको अवस्था ठिकै राम्रै छ, राम्रो चलिरहेछ। अनि कति समय भयो सुरु गर्नुभएको हजुरले? मैले विगत 7 वर्षदेखि यो बाख्रा पालन व्यवसाय गरिरहेको 7 वर्षदेखि? छु। हजुर। कुन जातिको बाख्रा पाल्नु भएको छ त? मसँग सानन क्रस, अनि बिटल क्रस, जमुना पहाडी क्रस र बोयर शुद्ध 100% र खरी पनि छ। 4-5 प्रजातिको। सुरुवातमा कतिवटा बाख्रा? सुरुवातीमा मैले 5वटा, नितान्त 5वटा नाउबाट सुरुवाती गरेँ। त्यसको सङ्ख्या बढ्दै 70-72सम्म पनि पुग्यो। क्रमिक रूपमा हटाउँदै छनौट गर्दै जाने क्रम चलिरहेको। अहिले घटाउनु हालको सङ्ख्या अहिले थोरै बनाएको छ, किनभने अब घाँसको समस्या छ, खडेरी छ। त्यो कारणले अहिले सङ्ख्या चाहिँ हटाइएको छ। अनि अलिकति आफै अस्वस्थताको कारणले अहिले केही बाख्राहरू हटाइएको छ। अहिले त्यही पनि 30वटाको हाराहारीमा बाख्राहरू छ। यो फार्म सञ्चालनभन्दा पहिला हजुर विदेशहरू हुन्थ्यो होइन? म वैदेशिक रोजगारको सिलसिलामा म पहिला 3 वर्ष जति मलेसिया बिताएँ। त्यसपछि फेरि 7 वर्ष जति दुबई, युनाइटेड अरब इमिरेट्स दुबईमा एउटा होटलमा हस्पिटालिटी इन्डस्ट्रीमा मैले काम गर्थेँ। त्यसपछि कोभिड-19को असर भन्नु पऱ्यो। कोभिड-19को असरमा म फर्केर आएपछि अब कहाँ जाने के गर्ने भन्ने अन्यल थियो। त्यही अन्यलको बिचमा पनि मैले फेरि बाख्रा पालन सुरु गरेँ। नेपालमा फर्किनुको पछाडि कारण चाहिँ यही कोभिड मात्र रह्यो कि अरू केही? खास मूलत कोभिडले अब देशै आक्रान्त भएको अवस्था थियो। देशै आक्रान्त भएको मान्छेहरूलाई अब डर त्रास भइरहेको बेलामा कम्तीमा पनि घर परिवारसँग हुन पाएको भए रोगै लागे पनि केही हुन्न भन्ने एउटा चाहिने कन्सेप्ट बस्यो। अनि कोभिडले अब खाने बस्ने होटलहरू सबै बन्द अवस्थामा थिए। अनि केही समयको लागि मलाई यहाँ घर पठाइएको थियो। अनि आएपछि अब तत्काल फर्कने वातावरण मिलेन। नमिलेपछि त्यही बिचमा केही त गर्नुपर्छ आफ्नै देशमा, आफ्नै ठाउँमा भन्ने लाग्यो। अनि आफ्नै स्थानीय स्रोत साधनबाट जे जसरी भए पनि खोरहरू बनाएर मैले चाहिँ नि बाख्रा पालन सुरुवाती गरेँ। अनि बाख्रा पालनमै हात किन हाल्नुभयो? अरू पनि थियो? यस्तो भयो, अब यो पेसा मैले सुरुदेखि नै मेरो एउटा भिजन भन्नुपर्छ। बाख्रा पालन हाम्रो स्थानीय लोकल बजार मार्केट हेर्दाखेरि बाख्रा मासुमा जाने सबै जाति धर्म सबै जाति धर्म जस्तोलाई पनि चल्ने खालको भयो बाख्रा। जस्तै पूजाआजादेखि लिएर हाम्रो धर्म संस्कारसित पनि जोडिएको कुराहरू भएको कारणले मासु जन्ने खसी बोकाहरू उत्पादन गर्न सकियो भने हाम्रो स्थानीय बजारलाई टेवा पुग्छ भन्ने उद्देश्यले चाहिँ मैले बाख्रा पालन सुरु गरेँ। बाख्रा पालनमा पहिलाको अनुभव त थिएन हजुर? पहिलाको अनुभव थिएन। अहिले मैले गर्दै र सिक्दैछु। यहीँबाटै मैले कामहरू सिकिरहेको छु। अब यो लर्निङ र अर्निङ दुइटै भइरहेछ। अनि नेपाल फर्केर विदेश छाड्नुभयो होइन? नेपालमा आएपछि चाहिँ यो समाजबाट कस्तो प्रतिक्रिया पाउनुभयो त फेरि? अब यस्तो छ, समाजमा त दुई थरी मान्छेहरू, जस्तो कि विदेश छोडेर आयो भन्ने, यताउति राम्रो ठाउँ छोडेर आयो भन्ने कुरा सुन्नुभयो कि नै? त्यो त्यही त मैले भन्दैछु। अब समाजमा दुई थरी मान्छेहरू हुन्छन्। कतिपयले अब विदेशमा अब राम्रो सफा सुग्घर बसेर काम गरेको मान्छे यहाँ आएर बाख्रा पालन त्यति राम्रो हुँदैन कि भन्ने डिमोटिभेट पनि गर्नुहुन्छ। कसैले ठिकै छ विदेश त कति समय बस्ने हो र, 2-4 वर्ष 5 वर्ष 8 वा 10 वर्ष आफ्नै देशमा रमाउनुपर्छ, आफ्नै घर परिवारसँग रमाउनुपर्छ भनेर मोटिभेट गर्ने पनि हुनुहुन्छ समाजमा एकाधिक मान्छेहरू। उहाँहरूको राम्रो कुरालाई लिएर नै मैले अगाडि बढ्ने हो। अब कसैले त अब यहाँ हुँदैन भन्ने अलिकति डिमोटिभेट कुराहरू पनि गर्नुहुन्छ। त्यसले मलाई सोच्न बाध्यता बनाउँछ। तर मैले आफ्नो कर्म गर्न छोडिराखेको छैन। हजुर आफैलाई कस्तो महसुस हुन्छ त? होइन, मलाई एकदम राम्रो र खुसी महसुस भइरहेछ। किनभने अब आफ्नो नानी बाबुको हात समाउँदै
आफू आफ्नै कर्मथलोमा एउटा सानोतिनो व्यवसाय गर्दै गर्दा विदेश भनेको त काम गरे पनि गाली खाने नगरे पनि गाली खाने ठाउँ हो। आज म बिमार भएँ यस्तो भएँ भन्न पाइँदैन। यहाँ भनेको आफ्नो घर परिवारसँग खाइखेली अनि आफ्नै घरको काम नबिताइकन आफ्नै व्यवसाय गर्दाखेरि एकदम आनन्द हुन्छ। थोरै भए पनि आम्दानी थोरै भए पनि चित्त बुझ्छ कि यसमा, त्यही चाहिँ खुसी लागिरहेको छ। अनि यही व्यवसाय सुरु गर्छु भन्दाखेरि घरबाट चाहिँ कस्तो प्रतिक्रिया? सुरुमा त हुँदैन कि व्यवसाय सफल हुँदैन कि हामी सफल भइँदैन कि भन्ने लागेको थियो। अब आज 5-7 वर्ष बितिसक्दा सायद यदि सफल नभएको म छोडेर हिँडिसक्थेँ होला। सफल भएकै छ, घर परिवारबाट अहिले ठुलो सहयोग सपोर्ट मिलिरहेछ। हजुर। अनि विदेशमा हजुरलाई सजिलो थियो कि यहाँ सजिलो छ त? अब तुलनात्मक हिसाबले त अब विदेशमा सजिलाको दृष्टिकोणले विदेशमा सजिलो हुन्छ। किनभने त्यहाँ भनेको आफ्नो टाइम टेबल अनुसार घडी हेरेर काम गर्ने हो। घडी हेरेपछि काम गरेर आफ्नो समय पुगेपछि छुट्टी पाइन्छ। यहाँ भनेको त्यस्तो निश्चित समय भन्ने हुँदैन, अहोरात्र खटिनुपर्छ। किनभने झरी बादल दिन रात भन्न पाइँदैन यहाँ, किनभने आफ्नो व्यवसाय हो। डुबे पनि आफै भागीदारी हुनुपर्छ, बढे पनि आफैलाई हो। त्यही भएर यहाँ चाहिँ अहोरात्र खटिनुपर्छ। विदेशमा र यहाँ धेरै भिन्नता छ। अनि यहाँ जति परिश्रम गर्नुभएको छ नि त्यसको फल पाए जस्तो लाग्छ कि हजुरलाई? फल त छ, अफकोर्स फल त छ, अब धेरै थोरै। हामीले अब तुलनात्मक हिसाबले अब धेरै महत्त्वकाङ्क्षी भएर पनि हुँदैन जीवनमा। धेरै महत्त्वकाङ्क्षी हुँदा पनि मान्छेहरू चाहिँ नि असफल भएको देखिन्छ। हामीले स्थानीय स्रोत साधनबाट न्यूनतम लगानी उच्चतम मुनाफाको उद्देश्य राख्नुपर्छ। त्यो मैले सोचेअनुसार भइरहेको छ। अनि व्यवसाय सञ्चालन गर्दै गर्दा हजुरले कस्तो कस्तो समस्या भेट्नुभयो त? नयाँ मान्छे अब समस्या त जस्तै समस्याको कुरा गर्दै गर्दा महामारी यस्ता प्रकोपहरूको बेलामा मैले निकै क्षेत्र गुमाएको छु। कहिलेकाहीँ अब थाहा हुँदैन महामारीको अवस्था र बाख्राहरूको लक्षण अनि रोग पहिचान गर्न नसक्नु, अनि खोरमै अब राति अब दिनमा राम्रै थुनेका बाख्राहरू राति खोरमा मृत्युवरण भएका त्यस्तो घटनाहरू पनि छन् मसँग। अब त्यसले मलाई अलिकति असफल भन्दा नरमाइलो त लाग्छ, तर असफलै हुने भन्ने त छैन। क्रमशः ती कुराहरू पनि पहिचान गर्दै गइरहेछ र सङ्घ संस्थाहरूसित अनि माथि खोप केन्द्रहरूमा खोपको माग गरी खोपहरू पनि लगाउने व्यवस्था गरिरहेछ। त्यति बेला चाहिँ कस्तो खाले रोग लागेको थियो त्यो? अब त्यो ठ्याक्कै यस्तो हो भन्ने त भएन। मैले कृषि प्राविधिकहरूलाई पनि भनेको खोरमा गएर हेरिदिनुहोस् भन्ने कुरा थियो। ठिकै छ, अब तपाईँको चाहिने समस्या हामी बुझ्यौँ, हामी चाहिँ प्राविधिक पठाउँछौँ भनेर पठाउनु भयो, खोरमा हेरिदिनु भयो। हजुर। अहिले चाहिँ त्यस्तो समस्या देखिएको छैन। महामारीहरूको लागि महामारीको खोपको अभियान चलाउँदाखेरि विशेष निगरानी राख्नुपर्ने देखिन्छ। अनि व्यवसायको भविष्य चाहिँ कस्तो देख्नु भएको छ त हजुरले? कस्तो लाग्छ हजुर? त्यस्तो छ, अहिले म एउटा निश्चित सानो घेराभित्र छु। किनभने एउटा व्यवसाय परिवर्तन गर्न मलाई पनि रहर छ होइन। अब खासमा त अब यो साँगुरो जग्गाले गर्दा मलाई अप्ठ्यारो भइरहेछ। भोलि यो जग्गा विस्तृत हुँदा अलिक फराकिलो दायरामा, अलिक फराकिलो कोलममा, ठुलो भोल्युममा व्यवसाय बढाउने रहर चाहिँ मेरो पक्कै पनि छ। अब यस्तै व्यवसाय बढाउनको लागि बाहिरबाट सहयोगको अपेक्षा राख्नु भएको छ? अपेक्षा राखेको छु नि। जस्तै अब हरेक कार्यक्रमहरू आइरहेको छ सरकारबाट, अब खोर सुधारदेखि लिएर अनि अब खोर सुधार स्तर उन्नति गर्नको लागि, व्यवसाय परिवर्तन गर्नको लागि सरकारबाट पनि यस्ता कार्यक्रमहरू प्याकेजमै आइरहेका छन्। अब त्यसका लागि उचित मापदण्ड नपुगेको हो कि के नपुगेको मैले बुझेको छैन। खासै अनुदान पनि मैले प्राप्त गरेको छैन। दुःख लाग्छ यस्तो कुरा भन्नुपर्दा। खासमा असली किसानहरू पहिचान गरेर, वास्तविक किसानहरू पहिचान गरेर उहाँ किसानहरूको समस्या के छ राम्रोसँग बुझेर अनि यस्ता सहयोग र सहुलियतका कुराहरूलाई अगाडि बढाइदिने हो नि हामी जस्ता केही देशमै केही गर्छु, घर परिवारसँगै रमाउँछु भन्ने किसानहरूलाई राहत पुग्थ्यो। त्यो भइरहेको छैन। अब हेरौँ, एक दिन समयले पल्टेट गर्ला, त्यो पनि होला। सबै कुराहरू आशावादी छु त्यसमा। अनि यो व्यवसायमा सुधार गर्नुपर्ने सबभन्दा पहिलो कुरा चाहिँ के छ त? व्यवसायमा सुधार गर्नको निमित्त त पहिलो कुरो त डाले घाँस र स्टल फिडिङ र तिनको उचित स्याहारको लागि रोग न्यूनीकरण हो।
त्यसको लागि त्यस्तै किसिमको वातावरण चाहिन्छ। हजुर अब स्टल फिडिङदेखि लिएर रोग व्याधि सम्बन्धी औषधि पानीहरू सबै कुराहरू, अनि दक्ष प्राविधिक पनि चाहिन्छ सल्लाह सुझावको लागि। त्यसको खाँचो त छ नै। हजुरलाई यो स्थानीय सरकारले अथवा अरू ठुलो सरकारले केही सहयोग गर्न चाह्यो भने चाहिँ कस्तो सहयोग हजुरलाई पाउँदा ठिक हुन्छ? जस्तै व्यवसाय प्रवर्धनको लागि, फर्म विस्तारको लागि, जस्तै अब खोर निर्माणमा केही न केही लागत साझेदारीमा काम गरिदियो भने हामी जस्ता किसानहरूलाई सजिलो हुन्थ्यो भन्ने लाग्दछ। जस्तै खोर निर्माणमा केही न केही लागत साझेदारी भन्नुको अर्थ जस्तै सहुलियतमा ऋण प्रदान अथवा खोर बनाउनुको निम्ति खोर सुधार, भकार सुधार भनेर चाहिँ बजेटहरू छुट्याइदियो भने हामी जस्तो किसानहरूलाई धेरै सजिलो हुन्छ भन्ने लाग्दछ। हजुरको विचार त यो व्यवसायमा अगाडि बढ्ने छ, यस्तै छ, यसैमा लागिराख्ने, त्यसैमा निरन्तर लागिरहेको जस्तो लाग्छ। बिचबिचमा मन यताउता भाग्ने त्यस्तो छ। हजुर अनि होइन, कहिलेकाहीँ सानातिना घटनाहरूले त होइन यो व्यवसाय राम्रो रहेनछ छोडेर अन्यत्र कतै केही गरौँ भन्ने पनि लाग्दछ। किनभने जस्तै बाह्य आक्रमणहरू, अब जस्तै बाघहरूको आक्रमण, अनि कहिलेकाहीँ रोग प्रकोपले चाहिँ नि बाख्राहरू रातै 2-4वटा सिद्धिँदाखेरि अनि होइन यो व्यवसाय ठिक रहेनछ भन्ने जस्तो त लाग्दछ। तर फेरि एक मनले भन्छ होइन ठिक छ, सबै सधैँ सफल पनि भइँदैन, असफल हुँदै मान्छे सफल हुने हो भन्ने चाहिँ नि लाग्दछ। अनि फेरि आफ्नै काममा निरन्तर खटिरहन्छ। नेपालमा केही छैन भन्ने जस्ता सोचहरू हुन्छ नि आजकलको युवामा, त्यो सोचबाट त हजुर पारिस के अरे पर आइसक्नुभयो होला नि अहिलेसम्म त? होइन, नेपालमा सम्भावना धेरै छ। जस्तै कृषि क्षेत्रमा, अब कृषि क्षेत्र भनेर अपहेलित मान्छेले अहिले देश विदेश अस्ट्रेलिया, जापान, क्यानाडा, युरोपतिर जानेहरूले यो अस्ट्रेलियन अथवा हाम्रो यो पेसालाई, कृषि पेसालाई चाहिँ नि नराम्रो मानेको अनि अपहेलित रूपमा हेरेको छ। भविष्यमा यस्तो रहँदैन, कुनै न कुनै दिन कृषि पेसाले चाहिँ नि कायापलट मार्छ भन्ने म निश्चिन्त छु। यो भोलि कायापलट हुन्छ जस्तो मलाई लाग्छ। नेपालमा केही गर्न सक्छु गरौँला भन्ने युवाहरूलाई के भन्न चाहनुहुन्छ? होइन, आउनु सम्भावना धेरै छ। अब विदेशमा बस्नु भएको छ, जागिर पनि त्यति राम्रो छैन, जब पनि त्यति राम्रो छैन, थोरै तलब छ भने आउनु प्रचुर सम्भावना छ। आफ्नै घर परिवारसँग रमाउँदै, यहीँ सिक्दै, अनुभव पनि चाहिँदैन, यहीँ सिक्दै यही काम गर्दै धेरै थोरै पैसा कमाउँदै र त्यसले ठुलो लगानी गर्ने वातावरण मिल्छ। त्यसरी काम गर्नुहोस् भन्न चाहन्छु। अरू के सल्लाह दिन चाहनुहुन्छ अझै थप? त अब त्यही हो, अब सुरुवातीमा अब जस्तै एकैचोटि हौसिएर आउनुभन्दा पूर्व तयारी गरेर आउनुपर्ने, पूर्वाधारहरू बनाएर आउनुपर्ने देखिन्छ यो बाख्रा पालन या अन्य कुनै पनि व्यवसायमा। जस्तै मैले सुरु गर्दा मसँग घाँस थिएन, प्रमुख समस्या घाँस। पहिला घाँसको 2-4 वर्ष अगाडि घाँसको सुरुवाती गरेर डाले घाँस र बुट्यानहरू, डाले घाँसहरूको तयारी गरेर यस क्षेत्रमा आउने भने सम्भावना चाहिँ धेरै रहन्छ। अनि हजुरले अहिले यो व्यवसायबाट के कस्तो सेवा सुविधा प्रदान गरिराख्नु भएको छ? अब यस्तो छ, सेवा सुविधा त अब यहाँ हाम्रो स्थानीय साथीहरू हजारौँजनाको मलाई फोन आउँछ। किनभने एउटा व्यवसाय भएको नाताले हरेकजनासित म जोडिएको हुन्छु। एउटा राम्रो पक्ष पनि लाग्छ मलाई, किनभने धेरैजनासित चिनजान हुन्छ अनि उहाँहरूलाई सेवा पनि दिइरहेको छु। जस्तै हामीसँग उत्पादन भएका खसी बोका पाठापाठीहरू उहाँहरूलाई चाहिन्छ भने लैजानु भएको छ। लगभग हाम्रो स्थानीय मार्केट भनेको त यही वालिङ आसपास नै रहेको छ। म धेरैजनासित चिरपरिचित र जान पहिचान हुन पाएको छु यही फर्मकै कारणले। हजुर, खुसी लाग्छ। अनि यो आफ्नो फर्ममा आउन चाहने मान्छेहरूको लागि अब मेरो लोकेसन भनिदिनु। मेरो फर्ममा आउन चाहनुहुन्छ भने अब पुरानो साबिक थुम पोखरा 7, हालको वालिङ नगरपालिका 14 गाईडाँडा स्थित पुरानो समीगुरु भन्दा तलपट्टि छ। अनि तपाईँ गुगलमा जानुभयो र सर्च गर्नु भने खनाल बाख्रा तथा पशुपक्षी एग्रो फर्म, त्यहाँ पनि मेरो डाइरेक्सन, लोकेसन, फोन नम्बर छ। त्यहाँबाट पनि आफूले सर्च गरेर आउन सक्नुहुन्छ।
यो बाख्रा तथा पशुपक्षी भन्ने नाम भयो नि हजुर। यी पक्षी पनि पाल्ने पशु विचार हो पक्षी कि? पनि मेरो फ्युचर प्लान चाहिँ त्यही नै हो। अलिक फराकिलो क्षेत्रमा बाख्रा र पशु पक्षी मेरो पाल्ने भविष्यको चाहिँ बाख्रा फार्म मात्र भनेर पनि दर्ता गर्न त मिल्थ्यो मिल्छ। मेरो फ्युचर प्लानै त्यही हो। अब एकैचोटि पहिल्यै दर्ता गरौँ भनेर बाख्रा तथा पशुपक्षी कृषि फर्म भनेर मैले दर्ता भनेपछि हजुर एकदम दूरदर्शी हुनुभएको छ त्यो काममा दूरदर्शी अलिकति लङ टर्म भिजनमा सोचेको मैले। हजुर हजुरसँग कुरा गरेर खुसी लाग्यो होइन धन्यवाद समय दिनुभयो आइदिनु हो हजुरको महत्त्वपूर्ण समय लिएर सोधपुछ गर्नुभयो के छ कसो छ भन्नुभयो एकदम धन्यवाद हजुरलाई। धन्यवाद